हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग है। आज चाहिँ मैले खासमा धेरै दिन भएको थियो ब्लग नबनाएको। यो हाम्रो कम्पनी हो र आज चाहिँ स्याटरडे। आज चाहिँ हामीलाई चाहिँ कम्पनीले चट्ट रमाइलो गर भनेर होइन टक्कसँगले यहाँ सब सामान ल्याएर दाईहरूले चाहिँ चट्टसँगले रेडी गर्दै हुनुहुन्छ है। हाम्रो विमल दाई, खड्का दाई, लिनो साथी, हाम्रो यता फेरि पन्जाबबाट हाम्रो ग्याङ है, न्यू ग्याङ। ल यहाँ चाहिँ चट्टसँगले हाम्रो बारबेकी बन्दैछ। हाम्रो विकास दाई, हेलो विकास दाई, वाउ। हाम्रो सपन दाई कहाँ गयो, छुट्यो सपन दाई। हाम्रो एकजना दाई आउनु बाँकी छन् है। ल चट्ट यहाँ बारबेकी चाहिँ बबाल हुँदैछ। ल हेर्न सक्नुहुन्छ होइन। चट्ट हाम्रो यहाँ खडा दाईले राम्रो तरिकाले बनाउँदैछ नि। साउ चाहिँ आउनु भएको छैन, अब किन आउनु भएको छैन होइन त्यो हामीलाई थाहा भएन। अनि त्यसपछि आएर यहाँ एक फुल भोड्का चाहिँ सकिसक्यो, अझै 2 फुल भित्र छ है। अब के गर्नु, नखाम भन्दा पनि ल्याएर दिन्छन्, खानै पर्यो है चट्टसँगले। हल्का म्युजिक सानो बनाउनु पर्यो। हामी चाहिँ अहिले फिलहाल युरोपको रोमानिया कार्कल भन्ने ठाउँमा हो है। चट्टसँगले आज चाहिँ अब भोलि हाम्रो फुल्ली छुट्टी हो कि, भोलि सन्डे हो नि त। त्यो कारणले गर्दाखेरि आज चाहिँ हामीलाई चाहिँ चट्टसँगले यो चाहिँ मेरो टक्क दुबईबाट सेकले पठाइदिएको कप छ यहाँ है। म खासै धेरै त खाँदिनँ, आज चाहिँ यसो खाइदिएको होइन। लामा कमल गुड। लामा छ, मलाई टेन्सन छैन भन। सेवा फटाएर चिकन हाल्दो है साथीहरू, यहाँ खाली भयो ठाउँ। ये पूरा डालो, ये पूरा डाल दो। फटाफट। बड़े भैया कैसे लग रहा है आज? मत लगा, काटियाँ जुतियाँ साढ़ा सर मत लगा। कुछ बोलो। अच्छा है, अच्छा है। हाँ, आज सैलरी भी बराबर मिल गया ना, है ना? कुछ बोलो। बहुत अच्छा है, बहुत अच्छा है। रोमानिया वेरी ब्यूटीफुल। या चाँदो रहेछ र हाम्रो गाइज यो पुरै यहाँदेखिको पछाडिसम्म हाम्रो सबै कम्पनी, यहाँदेखि उता अगाडिसम्म पुरै कम्पनी हो। ठुलो छ होइन कम्पनी। साउको पनि मन ठुलो छ। विमल दाई केही शब्द राखिदिनु न यार भाइको ब्लगमा। मत खाओ, वो हमारा है उधर। ये भी रखना, ये दुई रंग रहा। कस्तो क्युट देखेको, के भन्नु न यार। टुटी कम्पनी हो क्या यार। खडा दाइ पस्नु यता यताबाट Tutti is best. या Tutti is the best of the my friend. Yeah. Romania is Karkal city is a very good area. There is a very too much enjoy all the my friend. या नेपालीमा भन्नु न, नेपालीमा। Only my friend. आज शनिबारको दिन यस्तो रमाइलो भइरहेछ यो रोमानियाको कार्कल सिटी भन्ने ठाउँमा हामी एकदम रमाइलो गरेर हामी एकदम यहाँ पकाउने खाने बसिरहेछ। एउटा नेवारी गीत गाउँछ है न? ल ल ल ल होइन, हामी गाउनै पर्यो त आज त। सतास कुल्ली कुल्ली निकतास बल्ल बल्ल हाय बिउ राजामती छ आहा राजामती कुमती कुमती कोही पासा वयनु का जिउ बस्यागा का बल्लागा रमाइलो है। रमाइलो दाइ। सो गाइज यस्तै हो परदेशमा होइन, दुःख सुख भने यस्तै हो। अब जे जस्तो भए पनि तपाईँको हप्तामा 5 दिन काम गरेर हाम्रो चाहिँ यसो कहिलेकाहीँ इन्जोय हुन्छ है। आज चाहिँ बबाले इन्जोय छ। अझै अब यो भित्र 2 फुल छ, यो भर्खर 1 फुल भयो।
सम्मान कहाँ गयो त्यो चिक्का त खाँदैन त्यसको म भन्यो। अहिले फेरि केही फरक पर्दैन ए रहेछ नै मैले बोलाएको सचेर बाहिर पनि निस्केछु तर हेर्न बाल मतलब भएन नि त्यो भन्नु छ त अहिले यो तपाईँलाई राखिदिएको ठिक छ नि रमाइलो भएको छ नि पार्टनरलाई नबोलाउने पानी हाल्नु पानी ठिकै छ इन्जोय गर्नुपर्छ रमाइलो के छ भाइ हो रमाइलो छ नि ठिक छ इन्जोय गरेर हामी पकाउँदैछौँ खाँदैछौँ ल बहिनी पानी ल्याउनु न पानी ल्याउनु म चाहिँ फेरि टक्क मेरो प्यारो दाईहरूको होइन सेल्फ वेटर पनि हो है गाइस दाईहरू फेरि चिप पनि हो होइन हाम्रो पाएछ बसको उसले यहाँ राखेको भने उठाइदिरहेको अहिले फेरि मैले फेरि अहिले के हो ससेज त ल्याम्लु म त 2 पिस भन्दा त खानै पाएन त यार कस्तो मान्छे यत्रो छ पानी हाल्न के भा नहाल न पानी कोइला छ त बास बास गर्छ है निरज दोषले गर्छ ब्रेड चाहिँ नउठाउँला है मेरो दोष कम्पनीको बारेमा बोसको बारेमा के भन्नु छ मैले खानलाई निकाले हो हेलो कालालाई मनदेव कंपनी कैसा है बोलो ना मेरे पास लेके आओ मैं बताता हूँ कैसे कंपनी कैसा है अच्छा नहीं है हमको गुड नहीं लगा भाई तुम्हारे लिए बेस्ट है बेस्ट ऑफ लक हमको गुड नहीं लगा आज टुटी पड्किन्छ है गाइस ला ओए अरे बाप रे भोडका कडा रे भोडका के हो नाम भोडका भोडका 8848 को भाउ हो यो विमल दाई एकचोटि यस्तो यस्तो गरिदिनु न तपाईँले गरिदिनु न यार ए विमल दाई ल गाइज है अब रमरम रमरम हुन थाल्यो होइन अब हामी आफ्नै पारामा हो टक्कसँगले हामी अब रमाइलो गर्छौँ तपाईँहरूलाई भिडियो कस्तो लाग्यो होइन अब यस्तै हो हामी परदेशीको भ्लगहरू होइन पसिना आयो पसिना आयो तपाईँलाई पसिना आएछ छैन भोटकाले आइरहेछ कता कताबाट आइरहेको तल माथि आयो हे बेबी बुना सारा बस बस गुड भेरी गुड उठ 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 गुड भेरी गुड आइज 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 कस्तो मजाले मसँग लतपत हुन्छ नि यो फेरि म यसलाई लास्ट माया गर्छु नि फेरि गाइज आइज 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 गाइज सनसेट भ्यू हेर्ने हो तपाईँहरूले बिलिभ गर्नुहुन्न होला यहाँ अहिले 9 बजिसक्यो होइन त्यही पनि यहाँ यस्तो उज्यालो छ कि ल हेर्नु रातिको 9 बजिसक्यो कि बस्ने महल देखाउँछु ल म गाइजहरूलाई ल हेर बस्ने घर चाहिँ यही हो है गाइजहरू त्यसपछि आएर यताको अवस्था कस्तो छ यता बाहिरको अवस्था पनि देखाइदिउँ होइन हाम्रो कम्पनी भनेको
यही हो रिसेप्सन म्यागजिन यो भाइ इट्स ओपन त्यो गेट पनि खुल्ला छ ठुलो छ कि कम्पनी त यो चाहिँ हाम्रो रिसेप्सन हो है गाइज आई थिङ्क क्लोज द गेट या ल हेर्नु न 9 बजे राति पनि यस्तो छ क्या अब के भन्नु अब तर यस्तो हुन्छ कि यहाँ त्यो नेपाल जस्तो हल्ला यहाँ हुँदैन कि यहाँ चाहिँ त्यही हो होइन राम्रो भनेको चाहिँ अब अरू चाहिँ भनेको त्यस्तै हो हाइवेहरू गाइज ल यो सबै जति सबै यही कम्पनीको गाडी हो बोस चढ्ने गाडी एउटा यो हो त्यसपछि आएर यो मर्सिडिज भयो एउटा होइन अनि त्यसपछि आएर उता छ कि उता पछाडि छ कि एउटा होइन बोसको छुट्टै छ कि एउटा के अरे स्टोर छुट्टै छ कि गाडीको होइन यस्तो बाइकै एउटा जहाँ अब 1 करोडको भन्दा माथिको बाइक छ यार अब गाइजहरू यस्तै हो है चट्टसँगले फरारी यहाँ छ अब यो भोलि त बिदा भयो हाम्रो अब यो पुरै तपाईँहरूको यो पल्टेला जस्तो भएको छ यहाँ अब यो भोलि डेन्टरको काम हो अनि त्यसपछि आएर पुरै यस्तो भएको छ हालत त्यसको त्यसपछि आएर भोलि यसको काम हुन्छ भोलि होइन पर्सि भनौँ न भोलि छुट्टी भयो रिसेप्सनको ढोका ओपन छ रिसेप्सनमा को छ यता केटाहरू उहाँ बोल्दै दिइरहेछन् बोले केटाहरूको ताल आज यस्तो हामी आएको झनै तपाईँको 2 महिना भयो होइन 2 महिनामा आज हामीलाई यस्तो गरिदियो हो अरू बेला चाहिँ क्यों कहाँ जा रहे हो बस हावा खा रहे हो हाँ हाँ मजा नहीं होता यार मजा आएर ठ्याक्कै किमजङ जस्तै देखिन्छ हाम्रो दाइ फेरि है फेरि ओ सपन दाइ के छ यार कति ढिलो आएको यार बाबा आफ्नै तालमा हो दाइ तपाईँ ए यार छोरो भएको छैन भन न खलास गर्दै हो के त हो मलाई खानेकुरा चाहिएको छ खलासी गरिदियो तपाईँ बोलाउँदै यतिखेर आउनु न हो नौ थियो हो कपडा धुन के हो यो चिकन चाहिँ एक्लै छ त यहाँ छ त सबै आफ्नो निकाल्दा खानु पाकेकै छैन पाकिसक्छ हो अहिले पो आएको त खानु 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 कुन यसो हेर हल्ला उल्ले पानी एउटा उठाएर हिँड्ने हो अलिक पाकेको छैन कुन चाहिँ हेर्दा ऊ छ त्यो निकाल्ने छैन क्या चाहियो तेरो देख के डाल पका नहीं पकाए डाल देख के पानै पकायो केटा हो यार आफू मात्र नखाम सबैलाई खाम है भनेर भन्ने पनि गर क्या यार ल गाइज गुड नाइट है अब सबजना आफ्नै रहलपहल भइसकेको छ यस्तै हो भ्लग माया देखाइदिनु होला होइन ल बाई बाई अर्को नेक्स्ट भ्लगमा अब हेरौँ के हुन्छ कस्तो खालको भ्लग आउँछ होइन ल ल विमल दाइ गुड नाइट भनिदिनु ल गुड नाइट गुड नाइट गुड नाइट गुड नाइट विकास ए दाइ गुड नाइट गुड नाइट बाई बाई गाइज